है लगे मान्छेले एउटा बेबारिसै मान्छेको लास लगे। अब मलाई थाहा छ यिनीहरूले ब्रह्माजीको सिर्जनालाई मसङगाडमा लगेर जलाउनेछ, खरानी बनाउनेछ, त्यसपछि पत्रिकामा छाप्नेछ। आजको ताजा खबर यदि पत्रिका आजको ताजा खबर राजधानीको मुटुमा एउटा अज्ञात युवकको लास भेटिएको छ। ल आजको ताजा खबर यो लास चाहिँ जोदेखि यही सडकको बेडमा थियो। यो बासी लासको खबर छाप्ने तिम्रो अखबार कसरी ताजा हुन सक्छ? चुप लाग्नुहोस् तपाईँ। ल आजको ताजा खबर बासी खबर। ए भाइ हिसाबको फर्कन चोर खान्छौ? खाना मात्र ठुलो चोरमा बढी निकोटिन हुन्छ। ठुलो चोरमा बढी निकोटिन हुन्छ। अनि के सिङ्गो चोरमा चाहिँ प्रोटिन हुन्छ? मलाई आफ्नो काम पनि दिनुहोस्। कसले रोकेको छ? हेर काम गर्ने मान्छेलाई जुनै सुके बातमा पनि काम गरेर छोड्छन्। हो यो विषयलाई छोड्दे। त्यो पत्रिकामा के लेखेको छ? त्यो केटाको आफन्त भेट्यो? थाहा छैन। अर्थात् अब त्यो लासमाथि पनि राजनीति चल्छ होला। एउटा पार्टीले भन्ला यो त अर्को पार्टीको निन्दनीय कार्य हो, अर्को पार्टीले थप्लाइँदैन, बिचको पार्टीको षड्यन्त्र हो। यसै विषयलाई लिएर नारा जुलुस रकाछ, सत्तामा पुग्ने अनि सरकार परिवर्तन गर्ने खेदौरा छ। मर्ने मरिसके, तर यसै विषयलाई लिएर हजारौँलाई मारिन्छ। सर्वसाधारण जनताले शास्ति भोग्नु छ। ठुला ठुला उद्योगहरू, कल कारखानाहरू, विश्वविद्यालयहरू बन्द हुन थाल्छ। लासमाथि पनि राजनीति के तपाईँ यसको अनादेश गरेको थियो? देखेको थिए। व्यस्तताको कारणले सडकमा हजारौँ मान्छेको आँखाले देखे पनि नदेखे चाहिँ गरेर हिँडे। एम्बुलेन्स आउनुभन्दा अगाडि मैले यसलाई हेरिराखेको थिएँ। उसको अनुहार एकदम विक्षिप्त थियो। सायद उसका आफन्तले देखे पनि चिन्दैनन् होला। अब चिनेर पनि फाइदा छैन। किन? यति गर्दा ऊ सरकारी निशुल्क दाउरासँग खराब भइसक्यो होला। विचार हिवाई थियो, बाचक भाइ आफ्ना र राष्ट्रलाई केही गर्न सक्दो होला। तर खत्तम, एउटा जीवनको अध्याय नै समाप्त भयो। आजको ताजा खबर सुन्नुहोस् न, हिजो एउटा यो क्लास भेटिएको ठाउँ यही हो? यही हो। लास कस्तो थियो? जस्तो पनि त्यस्तो थियो। लास कस्तो हुन्छ? अझै यो जस्तो चिज धड्कन दिन्छ, सास लिन्छ। हमारा मतलब उसले कस्तो पोसाक लगाएको थियो? उसले आज भोलिका युवाहरूले लगाउने सर्ट र प्यान्ट लगाएको थियो। सर्ट र पेन्ट? सर्ट सेतो अनि पेन्ट चाहिँ कालो थियो? प्यान्ट चाहिँ मलाई थाहा भएन, तर सर्ट चाहिँ सेतै थियो। सेतो सर्ट? त्यसो भए त्यो पक्कै मेरो छोरा हुनुपर्छ। होइन, सेतो सर्ट त मेरो रामले हालले पनि लगाएको थियो। त्यो पक्कै मेरो छोरा हुनुपर्छ। उसको नाक मेरी कालोपट्टि पनि थियो। छैन, उसको अनुहार एकदम विचित्र थियो।
साथ छोडेको आज संसारले छोडेर गयो मेरो छोरा नरेन्द्र के हो यो अरे वो राम यार तू कहाँ से लूट कर कहाँ चल दिए रे बेटे होइन के हो तमासा मैले त केही बुझिनँ अब बुझ्न के नै बाँकी रह्यो अब चाहिँ त भन्छु छोराले लागि पर्दा सेवन गर्न थालेको छ कामको व्यस्तताले गर्दा त्यतातिर ध्यानै दिन पाइएन आज आएर छोराले यति जब गर्छ भन्ने मैले सोचेको पनि थिइनँ मेरो छोरा नहीं वो अपना बेटा राम दयाल नहीं हो नुच्छे को नुच्छे ए भनेपछि त तिम्रो छोरा पो हिजोदेखि यही सडकको पेनमा मोर सडिरहँदा उसका आफन्त पनि कोही आएन तर आज गजबे बाबा भाइ वो तिम्रो छोरा होइन मेरो राम दयाल होइन मेरो नरेन्द्र वो मेरो नित्य नै हो पनि बनाएको 2 दिन भइसक्यो जब नित्य दनको सुन्नुस् त यहाँ हामीलाई कमरेको देख्यो फेरि अर्को आफन्तको आगमन भयो वाह यो दुनियाँमा केवल 2वटा मान्छे मात्र राम्रो हुँदै रहेछ एउटा मरेको मान्छे र अर्को जन्मिँदै नजन्मेको मान्छे अघि सर मजको बेटा मैले अब यही हुन सक्छ भनेर सोचेको थिएँ तर अहिले यो गलत साइड भयो जसको अहिले 4-4 जना बाउता निस्किसके के त दिनभरि कतिजना बाउता आमा आउँदैन पनि ओ तिनीहरूलाई कमरेको देख्यो देख्नु त देखे तर त्यो अघि मर्ने केटा लाप्पा हो कि तिदाईहरूको रामदास नरेन्द्रको मैले चाहिँ छुट्याउन सकिनँ त्यसका हातमा इन्जेक्सन जस्तो उपस्थित हो देख्यो हिजो राति मर्नुभन्दा अगाडि उसको हातमा इन्जेक्सन लगाउने सुई थियो हो उसले इन्जेक्सन लगाउँदै थियो तर अझ मेसिन पछि कालो निलो भएर यही सडकको बेटीमा बङ्ग्रेङ्गै लड्यो ए त्यसो भए त्यो हाम्रो पनि हेर्नुपर्छ मैले त्यसलाई त्यस्तो खराब चिज नखान भनेको थिएँ विदेशी ट्रेनिङमा विदेशीहरू सिकाउँदा पुरा राम्रो हुन्छ भनेर मेरो कुरा मानेन लु आज त प्रथम गयो लु अब मैले मेरो अनुपति देखाउने मेला कमर्यो तमासा ओ तमासा सायद यो कलियुगको चरण बिन्दु जिउँदो हुँदा कसैले आफ्नो छोराको ख्याल आएन छोरा कुन कारणले दुर्व्यवसायी बन्यो सोच्दै फुर्सद आएन आज मेरो 2 थोपा प्राकृतिकलाई दिएको फक्कड पास जाँदा सबैजना आउँछ मोबाइल छे मेरो राम दयाल मेरो नरेन्द्र तपाईँहरू चाहिँ किन मन बस्नु भएको आउनुहोस् बुझ्नुहोस् के थाहा त्यो अघि मैले केटा लाप्पा नरेन्द्र रामदास नभएर तपाईँको आफ्नो छोरा पनि हुनसक्छ आउनुहोस् बुझ्नुहोस् तपाईँको छोराछोरी पनि दुर्व्यवसायी बनेर यही सडककै पेटीमा मरेर सडेको त छैन आउनुहोस् बुझ्नुहोस् होइन मलाई पक्का विश्वास भयो त्यो मेरो छोरा राम दयाल नै हो होइन मेरो नरेन्द्र हो मुकु त्यो मेरो बुझ्दै हो कुन सुसुम त्यो पक्यो पनि मेला मनाइ हो मेरो छोरा उनीहरू मैले यी बुढाहरूको मेरो छोरा उनीहरूलाई जागो दिँदै आउँदैछु मैले कस्तो कस्तो मिठा मिठा सपना साँचेको थिएँ तर सब मिठो
ए त्यसो भने त्यो हाम्रो लाग्छ होइन हाँसी धेरै दिमाग पुछे हाँसी धेरै दिमाग पुछे मनुष्य काका यसरी अब कुमार फर्केर आउँदैन मैले त्यसलाई यस्तो नखा भनेर धेरै भने मैले भने तर त्यसले मेरो कुरा कहिले सुनेन उसले मलाई कुनै जिन्दगीको मजै देखेर भन्थ्यो मैले त्यसलाई खानाबाट धेरै रोकेँ तर त्यसले मलाई एउटै घोच्याउँथ्यो अब सब सक्यो काका त्यसरी नरिनुहोस् हामी छौँ काका हामी पनि तपाईँकै छोरा हौ भन्नुहोस् जानुभन्दा अगाडि अरूको आशिषको मूल्य पनि बुझेर जानुहोस् तपाईँ आफ्नो आपतमा विचलित हुनुहुन्छ अर्काको आपतमा हाँस्नुहुन्छ एउटा चेतनशील मान्छे भएर तपाईँ भित्रको गुणात्मक भावनाको अरूलाई खाने बातले तपाईँलाई पनि खान सक्छ अरूलाई पनि समस्या तपाईँलाई पनि बन्न सक्छ यो देश कुनै एउटा व्यक्तिको मात्र होइन तपाईँ हामी सबैको त्यसैले एकअर्काको सुख र दुःखमा साथभेट गरौँ होइन भने यही सडकको बेगमा तपाईँहरूको नुन्छे तपाईँहरूको रामदाल तपाईँहरूको लाखमा भेटिनेछ समय अझै बितिसकेको छैन यो दुर्व्यवसायको जललाई जरैबाट उखाल्नको लागि एउटा व्यक्तिले मात्र सक्दैन यो अभियान तपाईँ हामी सबैको यो अभियान असल छोरा छोरी अनि कर्तव्यनिष्ठ अभिभावक सहितको सामूहिक अभियान त्यसैले एकअर्काको सुख दुःखमा साथभेट गरौँ समस्यासँग लडौँ आउनुहोस् एकजुट भएर काम अगाडि बढौँ सन्तानको सुखहरू दुःखको लागि मैले म रात दिन व्यवसायमा लागिरहेँ तर मैले आफ्नो छोरालाई समय दिन सकिनँ तर आज त्यही भएर आज यो जिन्दगी गयो ऊ कता गयो के गर्यो उसको के खायो के सुनको छैन र उता पहिलादेखि कुलतमा फसिसकेको रहेछ तर तपाईँहरूलाई बिन्ती छ अहिले नै गएर आफ्नो छोरालाई खोज्नुहोस् आवश्यक परेमा सुधार केन्द्रमा लानुहोस् तर ढिला नगर्नुहोस् नभए सबै व्यर्थ जान्छ होइन भाइ जब तिमी हाम्रो देशमा चेतनाको बिरामी लिएर आउँछौ हाम्रा युवा शक्तिहरू दुर्व्यवसायबाट मुक्त भएको खबर लिएर आउँछौ भने मात्र तिम्रो खबर ताजा हुनेछ होइन भने तिम्रो खबर बासी नै हुनेछ